एडमन्टनदेखि दाइ नमस्ते नमस्ते ल अब बिस्टहरूसँग चाहिँ कता जाने अरे हामी लेक लुज घुम्न जाने भनेर भनेको सबैजना पानीबाट हिउँ परेर बिजोग छ बुहारी यहाँ दुईजना छन् हेलो 1 2 3 खै अर्को एकजना अब निस्किनु लागेको खै लक्ष्मीदा भयो त कफी खतरै कफी बनाए जस्तो छ दुबईको दुबई होइन त्यो के अरे इन्डियाको त्यो मान्छे काप्नु पर्यो हो प्रधानमन्त्री हो एउटा दुबई पुग्यो हामी के हो भने धन्यवाद अब दुबई पुग्यो नि त्यो हो के अरे रल्स हो कि के चढे जस्तो मानेको ल हामी चाहिँ निस्किएको अब ए खिच्यो भयो नि त तर हिउँ परेर पो अलिकति हस् हस् ल जाऊँ त्यहाँ भित्र हाल न अहिले अंशिका चाहिँ फोटोग्राफर हो आजको हाम्रो ए हो म पनि यसो गरौँ न के चाहिँ खाजाहरू केही खाने हो कि नलाउने अरे नि त लाउने अरे नि त कहाँ गएको अरे हामी चाहिँ जाडोमा कहीँ कता गएको हामी एकछिनमा जाने हो के दिपार आउँछ अरे दिपाहरू ए त्यहाँ पार्क गरेर अगाडि हिँड्दै आउनु भन्नु नि यहाँ गर्दा पनि हुँदैछ पार्क सबै गर्नु पाइन्छ बाटो छिर्नु पाइँदैन है फेरि हाम्रो टोलीहरू चाहिँ के भन्छ यसलाई अब न बेबीलाई गर्दैन हेलो हेलो के भयो खतरा आउँदो रहेछ फोटो चाहिँ हो मान्छे चिन्छ म आउँ भनेर लेख्नुपर्छ पनि गइहाल्छ जाउँ दिपार त्यहीँ आउँछ अरे क्या उताबाट कस्तो छ भाइ एकदम रमाइलो भइरहेछ हो टुच्च हान्नु पायो झन् तातो हुँदैन है भित्रबाट कहाँ दिवस त फोटो त नि 15 होला कि 15 हो कि 16 हो हल्का चिसो कस्तो भइरहेछ भित्र बिरेन एकदम ठिक रमाइलो भइरहेछ यो परिरहेछ अलिअलि चिसो छोरी कस्तो भइरहेछ गुड भइरहेछ यो फिल भेरी कोल्ड अब हामी जाने हो खै अरू बिस्टहरू अब कहाँबाट जाने हामी अघि यहाँबाट जाउँ न हेलो नजिकै छ हाम्रो गाडीहरू
ए दिपालाई फोटो हो ल एउटा जम्पवाला फोटो लु त कसरी हुँदो रहेछ हेरौँ जम्प हो यहाँ के होला जस्तो छ क्या अब ल वाह ए ए ए ए, यस्तो चाहिँ हो ल मारी गर्ने पुत्रुकै पार्यो ल धेरै नफ्रो समाजको म त जम्प भन्दै अगाडि दिदैछु नि हजुर ए चिसो भयो तातो झाँकडे हान्दै झाइकडे हान्दै त्यो के तुत्तुम भयो है आधो तुत्तुम भयो चट्ट खानु पाएछ है मैले त्यो एउटा गोरुको देखिरहेको थिएँ तुम्न ताने तर छिटो छिटो हिँड्दाखेरि त जिउै तातिने रहेछ होइन अब रुमतिरै जाने होला मतलब पहिला जाउँ अनि तपाईँ कति बजी चेकिङ हुनु पर्ने अब भयो हुन्छ ए त्यहाँ बसौँ अनि सबै नानीहरू लिएर किन जानु र दाजु हामी को जान्छौँ के गर्छ दाजु हो हो कहाँ हो के हरायो अक्षरको स्टडी छ कि त्यो के म भन्छु मान्छेहरूलाई के को सुर त हुन्छ कसैलाई यहाँ आएर चिया खोजिरहेको छ बिस्टहरू नि यति टाढो आएर त अरू खान्छु भन्ने सोच्नु नि चिया त घरमै खाइहाल्छ नि होइन घरमा भएको बेला मलाई त सबभन्दा झ्याउ लाग्छ थाहा लास्टमा गएर घुम्न गएर नेपाली रेस्टुरेन्ट खोजेर दाल भात खाएन कि होइन त्यो बेला त बाहिर गएको त अरू के खाए पनि भइगयो त एक्ज्याक्टली होइन त्यो होइन 2-3 दिन भएपछि 3-4 दिनपछि त्यो खाँदा पनि हुन्छ क्या हो कहाँ गएकै दिन त खोजेर खानु भएन नि त नि घरमा त्यही खारा निस्केछ हो नि के चाहिँ हजुर ए हो हो मित्र हो 50 हो पनि मित्र अनि खोइ त बिरामी हुनु पाइएन बिस्ट त्यही त भन्दैछु नि ए होइन अब त ह्याबिट बनायो हुन्छ स्वर भाँच्ने त हजुर स्वर भाँच्ने त ह्याबिट के छ अन्सिका खबर ठिक छ ए तिमी एक्लै भयो न माथिको न मुनिको बिच मसिनोसँग जाउँ साह्रै मसिनो ठुल्छो छमै ठुलो ल उसले यो मान्छेलाई चाहिँ इन्जोय गरे जस्तो छ यसपालि हिउँमा कान्छ कता हो तिमी ए के भयो तिमीहरूलाई के भयो तिमीलाई रायन होडी लगाऊ होडी के भयो यिनीहरूलाई फेरि कुरो मिलेन हजुर हजुर होइन Why did you sit on the खै त ग्लोभ्स खै त वेयर इज ग्लोभ्स गाइस तल नजाऊ अक्षत ओके यो छ ग्लोभ्स खोइ नजाऊ छोरी तल अक्षत I slipped and my pants are wet now. हो खिच्ने कि खिच्ने अहिले सबैको खिच्दिने कि पैसा लाग्दैन क्या फोटो खिचेको खिच्नु जानु पर्यो जति पनि रिल छ मेरोमा यो 36 वाला रे होइन कति होला जान्छ त जति पनि आउँछ डिजिटल ल बधाई छ हामीलाई एना पनि बोला अन्सिका जाऊ पर्ख न
त्यो सिन्डीको त गोरेन सबै निस्किन्छ अनि ढक्कसँगले हामी चाहिँ अहिले कहाँ आइपुग्यो दाजु कता आइपुग्यौँ अरे अहिले हामी हामी आइपुग्यो हजुर क्यानमोर अनि अब के गर्ने के एयरबीमा के नाम यसको बेस क्याम्प रिजर्ट अनि भर्खर आएर अब यता खाना पाक्दैछ अब बच्चा नखुवाएर के चाहिँ मिठो त खाना मिठो कि बेर मिठो ल हाम्रो विष्टहरूले चाहिँ चिउरा भुजा बिरेनको छैला अचार मटर यो चाहिँ आलु कालीमाटीको सब्जी दोकान जतिकै छ त के हुँदैछ बनाउँछ दिपाले त हो ल ल ल त्यो त कालीमाटीको त्यही भन्छ क्या सानो मान्छेले चाहिँ के खान्छ आजको नि नेपाली हो नि दाल र भात त पाक्नै पर्छ किचनमा यो हो क्या होइन हामी अहिले चाहिँ क्यानमरमा छौँ रमाइलो भइरहेछ रक्सीले मात्रै हगाएको थियो आज रक्सी धेरै बियर खायो नि बियरै मात्र खायो होला है म त मिक्स गर्ने अलिकति हार्डै छ Hello boys. Mang say hi. Daniel. Mr. Lincoln. हेलो के छ खबर सब ठीक छ. बढिया छ भाइ बढिया छ रे Heading to Lakes Louis. ब्याकग्राउन्ड नानीहरू खिच्नु लागेको क्यालगरी जानेको लागि के हो त्यो रिभरको नेम? Bow River. Oh, Bow River. My husband knows everything. हेर्नुहोस् साथीहरू स्नो छ यो चाहिँ चिसो छ यसलाई छोयो भने चिसो हुन्छ ऋषि धमला जस्तो के त माइनस कति छ अहिले? छैन, it's plus, yes? Plus. पोजिटिभ छ Positive. But still there is snowing in the tree. It's so beautiful. And Canada ko यो चाहिँ कहाँ हो? Alberta, Lake Louise. Daddy भन्नु न. त्यही त हो नि म And thank you for एकचोटि driving घुम्नु पर्ला। us, Mr. Lingden. And thank you for arranging the nice family, friends. कताको कुरा ए हो नि हामी चाहिँ छोरै छोरा भएको छैन रहेछ छोरा मान्छे नै मात्र भएको छैन एकदम राम्रो भयो आज कपाल पनि काट्न सक्दैन रहेछ त्यो चारवटा हो कि प्रतिष्ठा गरे ए यो मेरो छोरीको धन्य बिर्सेछ कहाँ छ छोरी यिनीहरू छोरी त उता छ नि उसँग दिपाहरूसँग छ यस्तै छ होइन मेमोरी हो क्या अरे अब पछि
यो सानोलाई चाहिँ देखाउनुपर्छ तँलाई चाहिँ यसरी ल्याएको हो होइन यसरी चाहिँ पोको पारेर भन्दाखेरि के भन्ला जाडोमा ड्याडले दुःख दिएर हेर मामा मलाई कम जाडो भएको त्यतिखेर म बोल्नु मात्रै नसकेको त म बोल्नु त सक्ने भएको अन्त के काड हान्नु नि ठुलो भएपछि के गर्छ होला किन ल कहाँ पऱ्यो दाजु यो त यो के हो यो भनेको हामी आइपुग्यो अहिले लेक लुइस अल्बर्टाको हो र सोलुखुम्बु होइन र यो वान अफ द बेस्ट लेक छ हामी त्यस्तो खालको होइन क्या हामी रेन्डम गर्ने हो क्या त्यो काम के छ माङहाङ खै तिम्रो ह्याड कसलाई दियो ओ अक्षत त दिएको तिमीलाई आउँदैन बहुत जाडो लागिरहेको त्यही त बनाएको त नि चुला यो चाहिँ कति हिउँ पर्यो भन्ने कुरा चाहिँ तपाईँहरूले यहाँबाट ठ्याक्कै थाहा हुन्छ यहाँ ल फोटो खिच्नु ल ठक्कै आयो क्या यो हो क्या हामी यहाँको ठाउँ आउँदै गरेको चाहिँ ऊ बिस्टारो त्यहाँ फोटो खिच्दै रहेछन् कोही बात छैन लेकको बिचमा जाने होला नि त होइन अहिले भिडियो बनाइराख्नु कि पछि समरमा आएर भिडियो बनाउनु क्या त्यहाँदेखि पानीको कहाँ जाने हो मान्छेहरू कताकोहरू मान्छेहरू यसो चिने जस्तो लाग्यो त माथि लटमा होइन होला हौ छोरी I just want to go home. ओके जानु के छ ब्रेन हो हामीले आज जे पर्नुपर्छ बिचैमा जाने हो क्या पोखरीको लेकलिस्टमा मेरो छोरी के गरेको थियो ओम मान्ने पेमी भनेको लेक लुइस हो अहिले चाहिँ जाडो छ र सबै लेक चाहिँ फ्रोजन भएको पछि गर्मी चलाएपछि सबै पग्लेर हुन्छ माथिको चाहिँ ग्लेसियर हो माथि चाहिँ यहीँबाट हिउँ पग्लेर यहीँको लेक बनिने हो जाउँ राम्रो छ अब यता चाहिँ यो यसको निकास हो बगेर जाने यहाँदेखि यहाँ अघि हाम्रो माङहाङले चाहिँ जम्मा हानेछ पानीभित्र चुत भाइले चाहिँ स्पेसल खैनी झिकेर चाहिँ अब लेक लुइसको चिसोमा तातो खैनी बनाउने सुरुमा हुन्छ खैनी के छ अरू खैनी मात्रै छ चुना होइन चुना हालियो झप्पसँगले चेपेर चाहिँ अनि अब क्यालगरी हानेपछि खतरा होला जस्तो छ छैन के भयो बिस्टरलाई सबैले खानेकुरा पायो टुवे खै दाइहरू खैनी बिजुली बलेर ब्याम डाउनटाउन अब छ आज वेदर चाहिँ आज साह्रो राम्रो भएछ हो न जाडो न गर्मी
छेउमा हिउँ मेरो खैनीवाला भाइ यहाँ छ खैनी मागेको लेक लुइस्दै अहिलेसम्म बिहा होइन के अरे ओ भाइ खै हो खैनी अनि आमा लेक लुइसदेखि मागेको यार बिहामा आउँदाखेरि पनि छैन यो हाम्रो बिहानको खाना कि बेलुकी खाना दिउँसो खाना हो कतिखेर खाना हो खासमा हामीले खाएको कतिखेर खाना हो लन्च पनि होइन डिनर पनि होइन हो ल त ल Dad.